बाटो देख्न सक्नुहुन्छ। ऐट ऐट ऐ दामी चिप्लो। अहिले चाहिँ एकजना साथी भेट्न जाँदैछु। लगभग बाटो दिन्छ। ओए दामी। वेट डेन्जर बाटो छ नि ल। ओए दामी। कालो ओए डेन्जर। यताबाट जाऊँ हामी। खाल्टो त ओए ओए लिगमा हाल्यो। ओए बिग्रेर खत्तम छ बाटो त यार। उता बुद्धको मूर्ति सानो यताबाटै हाल्नु है। ल दामी। ब्रेकै नलाउने हो कि यस्तोमा त। बाटो त चिप्लिन्छ नि यहाँ फेरि। यहीँबाट छिराइदिउँ ल। दामी भ्यू देखिरहेको यार। वाइ यतैबाट हालिदिनु नि त। फेरि एनएसको टायर चिप्ल्यो कि लास्टै बतिन्छ नि। ओए पहिरो गएछ त। हट अस्ति भर्खर बनाए बाटोमा पहिरो। सर झ्याप्पै। अब चाहिँ लगभग शान्तिधाम आइपुग्यो हामी। सही हो ल। न्युटनमा ब्रेकले धान्दैन कि अलिक। शान्तिधाम आइपुग्यो लगभग। यो चाहिँ हाम्रो ट्याक्कै शान्तिधामको गेट। शान्तिधाम जाने गेट दामी छ। आएर भिजिट गरिदिनु होला। कौन है ये लोग? कहां से आते हैं? राइडर अल्ट्रा प्रो मैक्स यस्तैबाट जाउँ। न्युटन त राखिहाल्ने हो कि। काबेस्थली बस पार्क।
रोडमै हिलो खोइलाई खोइ रोड चाहिँ मजाको छ त्यो होस् चमरा मूर्ख बालक तँलाई युवती वरदान दिने फेरि यहीँ रोक्दै यहाँ त छुन्छ फिक्स यहाँ त फिक्स हुन्छ ओए छैन छैन ल उसले गइसकेको छ कहाँबाट हालौँ यहाँ त पुग्या हो छेउबाट हालिदिया हो ओए कतिन्छ त ओए तुमसे ना हो पाएगा ट्याक्कै आइपुग्यो ओ भतिज कहाँ छु यो यार भतिज पन्जीले ट्याक्कै छुइदियो भने ल अब हामी चाहिँ लाग्दैछु यहाँबाट जोस निस्किन आँट्यो ल बाटो डेन्जर छ दाइ देखि हामीले कसरी कटाउँछ यहाँबाट छ नि ओहो खोइ दिदी खोइ यहाँ त ठुलो खाल्डो छ त उयो छोड त छोड मैं डिप्रेशन में रहता हूँ हमेशा, अब भी मैं डिप्रेशन में हूँ। खाल्डो में बस थोड़े कुखुरा भोक लागिरहेको दिदी टक्क मुर्खुको पेट्रोल पम्प आइपुग्यो अब चाहिँ धादिङतिर जानु लाग्छ यहाँ छ दुईजना साथीहरू जङ्गलबाट हो र उताबाट त अब उताबाट त फेरि यताबाट उकालो होला लास्टै जङ्गलबाट ठिक होला नि टेंशन नहीं लेने का अपन है ना यताबाट त झन् गाह्रो होला नि हो र जङ्गलबाट कस्तो छ रे हो र ल जाउँ न त यतैबाट
तँलाई मैले आज तँलाई म आज ल्याम्प जाउँ घुमाइदिन्छु कि चितानगर भनिको चितानगर तँलाई आज घुमाइदिन्छु कि म तरै जङ्गलबाट त नजाने होला है तेरो आलु समाज एकदम समझ रहे हो ना केटाहरू हेर्न त्यो मुलाहरू आमा ल कटायो केटोले कटायो मान्छेले हटायो ल लागौ धादिङबाट अब हामी लाग्दैछु लु जाउँ ल ओहो ल ऐसी क्या चीज है जो बच्चों को डरा रही ल ल कहाँबाट हाल्यो त्यसले यार ओए लगे भए हुन्थ्यो केटोले यहाँबाट जाँदैन र ओ बिस्तारै बिस्तारै मतलब वो अलग ही लेवल का बंदा था तानु न तानु उतैबाट हाल छिरिङ उतैबाट हो त्यहीँबाट हालिदिनु हुन्थ्यो वाउ जङ्गलको बाटो हो अब त दामी मजा आउँछ तिनीहरूले अगाडि पठाइदिने हो क्या हो छ नि हिरो पनि त्यस्तै रहेछ लामो के छु यो त यार आम्मा सिक्किन्छ त बरु अघि भन्दा यही राम्रो रहेछ बाटो त यार छेउ च्याप्नु हुँदैन कि किन भन्न छेउ च्याप्नु हुँदैन कि के अरे मलिलो हुन्छ नि त पानी परिरहेको हुन्छ रहा नहीं जाता तड़प ही ऐसी है ना आएन तिनीहरू
तर बाटो राम्रो छ यतिको भयो नि यार टायर चाहिँ बत्तिन्छ आनन्द छ जे होस् कस्तो खाल्डो के पिच रोडमा डर लाग्छ बरु मलाई यस्तोमा डर लाग्दैन कि 2-3 मा जाने बाटो छ अनामिकाको खोइ तिनीहरू आएन बिस्तारै केटा बिस्तारै यहाँ नि खाल्टो छ मलाई थाहा छ हो छैन आर्मी हिँड्ने बाटो राम्रो हुन्छ नि हाम्रै माथि ब्यारेकमा कस्तो राम्रो हुन्छ नि आहा अघिको भन्दा त धेरै राम्रो हो यार लगभग आधी बाटो आइपुग्यो कि क्या हो कायो जस्तो भयो त्यसरी राइड हिँड्न चाहिँ मजा आउँछ कि फेस पनि हुन्छ बाइक चाहिँ झुस्ने हुन्छ जे होस् त्यति ठुलो खाल्डो छैन रहेछ हो भने बाटो नि राम्रो भ्यू पनि ओह्रालो त्यस्तै जोरडिङ पनि यहाँ त 2 दिनमा मजाले हिँडिराख्यो ल ट्याक्कै अब आधी बाटो चाहिँ आइपुग्यो हट मुडको आइपुग्नु लाग्यो ओए अब नानीले खोइ त्यो मनोजहरू यार साउन्ड त अखा त यार बाइकको त तिम्रो त दामी आछ कि साउन्ड तिम्रो व्हिल कभर हालेर लु प्राय टोली प्राय ओहो हिँड्नु के हो अब त बाटो त झन् खतरा आयो त काठमाडौँ छिर्यो कि क्या हो हावा त क्या आनन्द दिया
छातीमा रिटिङ सोझा धेरै ढुक्कले पछाडि हिलो फ्याँक्यो हिलो कहाँ पुगिसक्यो मेरो también está la prueba. Yan selalu kayak tadi. Ini kalau kalian nonton mana? निस्किँदैन यो बाटोमा त Itu ada apa? ठिक्क हो नि यो बाटो वनस्पति जाऊँ वनस्पति नहीं हुआ हाँ हाँ के हुआ हाँ फ्रीमै चढाइदिन्छु म त यो छेउबाट लग न छेउबाट जान्छ होला नि त रेडी हुन्छ त उक्रिला भनेर अफरोडमा राम्रै राइड हान्छु कि मैले सम्ममा एक पिचमा चाहिँ मलाई डर लाग्छ अलि मुतु 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 यहाँ त जुगै आउँदैन रहेछ यार अस्ति न त आउँथ्यो लागौँ चलो ऐसी क्या चीज़ है जो बच्चों को डरा रही है? हम
हमें शेर को डरा के दिखा। छिरिङले हँसाउँछ मैले। मलाई चिनिस 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 जस्तो पनि लाग्छ। मामा मामा सिरी त्यहीँ पड्काइदिन्छ केटोले। त्यो कहाँ हो रामी? मनोज हाँ कहाँ गएर आउँछु भने कहाँ जाने? यहाँबाट गुजेश्वरी जाने कि के गर्ने त? ट्र्याक्टर साप ट्र्याक्टर साप त्यसैले कम तरिकामा चलाउँ नकुदाउँ। न्यूटनमा आइपुग्यो कि कस्तो इधर हे हाँ होगा यो लेखाँदैन। म त उता फेरि बनस्थली पुग्नुपर्ने। तिनीहरू कतिखेर आउँछ त? हो र